ओम अन्नपूर्णे सदापूर्णे शङ्कर प्राणवल्लभे ज्ञान वैराग्य सिद्धार्थम भिक्षाम देहि च पार्वती। यो मन्त्र भोजन ग्रहण गर्नुभन्दा पहिला वैदिक सनातन हिन्दू धर्म अनुसार चाहिँ वाचन गरिने मन्त्र हो। केही समय पहिला हामी राष्ट्रिय परोपकार महासङ्घको यो गुरुकुलमा गएका थियौँ। गण्डकी प्रदेशका युवाहरूको लागि आवासीय योग शिविर थियो 7 दिनसम्म यहाँ शिविरमा बस्यौँ होइन। यसै गरी चाहिँ भोजन ग्रहण गऱ्यौँ। भोजनभन्दा अगाडि प्रार्थना गऱ्यौँ। यसरी भुइँमा बसेर चाहिँ यहाँको बटुकहरूले सधैँभरि यसै गरी भोजन ग्रहण गर्नुहुन्छ। हाम्रो पनि पहिला त घरमा भुइँमा बस्ने भोजन लिने भन्ने थियो नि त, खाना खाने भन्ने। आजभोलि चाहिँ हामी डाइनिङमा होइन टेबलमा बस्छौँ। हाम्रो पुस्तासम्मलाई अलिअलि चाहिँ हामी भुइँमा बसेर खाएको याद भए पनि अब हाम्रो बच्चाहरूलाई चाहिँ यो सबै कुरा चाहिँ अनौठो लाग्न सक्छ होइन। तर वैज्ञानिक रूपमा पनि यसरी भुइँमा बसेर खानुको फाइदा चाहिँ बेग्लै छ भनेर चाहिँ हामीले भुलिसकेका छौँ। खाना खानुभन्दा पहिला वाचन गर्ने मन्त्र पनि हुन्छ नि भन्ने कुरा त हाम्रो बच्चाको लागि त अझ अनौठो हुन्छ होला कि है। हामीले चाहिँ सकेसम्म यो अभ्यास चाहिँ गराइराख्न पाए चाहिँ कस्तो राम्रो हुन्थ्यो होला जस्तो लागेको कि मलाई।